कसले गर्दा म त आफ्नो उहाँ यसरी तपाईँहरूको लागि सम्पूर्ण प्रदेश सदस्यको बिहाफ उहाँ कालो देखाउन चाहन्छु जनतालाई। यदि जनताले गर्न सक्दैन भने हामी आफै गरौँ। र म के भन्छु भन्दाखेरि तपाईँहरू पनि कमसेकम आफ्नो घरमा गएर ऐना हेर्नुहोस् र आफ्नै अनुहारमा कालो लगाउनुहोस्। किनभने 8 वर्षदेखि हामीले संविधान संशोधन गरेर यो संविधानको हृदयमा रहेको लोकतन्त्र, गणतन्त्र, संघीयता, महिलाको अधिकार, जनताको अधिकार, राष्ट्रिय एकताको विषयहरू, स्वाधीनताको विषयहरू, यी सबैलाई बचाउनु पर्छ। जसरी भगवान रामलाई बचाइएको थियो यिनीहरूलाई पनि सिकाइदिनु सक्छ। त्यसैले म एकजना जिम्मेवार प्रदेश सदस्यको हैसियतले मलाई थाहा छैन मेरो दलले के गर्छ। म कुनै पनि सरकारलाई आफ्नो विश्वास बनाउँदैन। मलाई विश्वास छैन यो सरकारले अब कुनै सरकारले अब मधेसको विकास गर्छ। यो प्रदेश सभाको कुनै नैतिक आधार छैन। यो प्रदेश सभामा रहेका 106 जना 107 जना कसैसँग पनि कुनै पनि नैतिक धरातल छैन। अब निकास त्यसको मधेसी जनताले नयाँ म्यान्डेट चाहिएको जस्तो लाग्छ।